हेलो सम्पूर्णलाई नमस्ते दर्शन गाइजहरू हैन। आज म तपाईहरुलाई जीमेल एकाउन्टको पासवर्ड अथवा गुगल एकाउन्टको पासवर्ड कसरी चेन्ज गर्ने त्यसको बारेमा सिकाउने छु। के कस्तो लाग्छ भिडियो पुरा हेरिकन लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। त्यसको लागि तपाईहरु फर्स्टमा जान सक्नुहुन्छ आफ्नो गुगल एकाउन्टमा। गुगलमा गएपछि तपाईले देख्न सक्नुहुन्छ म्यानेज योर गुगल एकाउन्टमा। म्यानेज योर गुगल एकाउन्ट गइसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ पर्सनल इन्फोमा टच गर्न सक्नुहुन्छ। पर्सनल इन्फोमा टच गरिसकेपछि तल स्क्रोल गर्दै आएपछि पासवर्ड भन्ने देख्न सक्नुहुन्छ तपाईले। अनि लास्ट चेन्ज 14 भन्ने ठाउँ देख्न सक्नुहुन्छ। तपाईले कति चेन्ज गरेपछि त्यसको बारेमा डिटेल्स देखाउँछ, त्यो हेर्न सक्नुहुन्छ। एकछिन टाइम लिन्छ यसले। अनि यहाँ देख्न सक्नुहुन्छ न्यू पासवर्ड अनि कन्फर्म पासवर्ड। न्यू पासवर्ड भनेको अब तपाईले यहाँ पासवर्ड राख्नुभयो अनि यहाँ कन्फर्म तपाईले न्यू पासवर्ड जुन पासवर्ड राख्नुभयो त्यो पासवर्ड राख्नु होला र अनि चेन्ज पासवर्डमा क्लिक गरिदिनु होला। तपाईहरुको पासवर्ड चेन्ज हुनेछ। मैले चाहिँ अलरेडी नै चेन्ज गरेर राखेको छु, त्यही भएर मैले चेन्ज गरेन। पुरा भिडियो हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद।